अब क्यामेराको सेटअप कस्तो भइन्छ नि थाहा छैन। यो राम्रो भएको छ होला, फोटो भिडियो बनाइदिनु पऱ्यो। यहीँबाट मिलाइदिए यार, यार यहीँबाट मिलाइदिएको मैले। चल अब देखिन्छ। कति बाइक चलाइयो, मजा आइछ यार। आफ्टर लङ टाइम है। अगाडिको ब्रेक कस्तो समातेर तातेर हेर, अलिक खोलेर हेर्नु पऱ्यो। सायद फेर्नु नि भएन हुन त।
पानी नै कटेन क्या यो कस्तो छ क्या अप्ठ्यारो छ यार पहिला चाहिँ म यो पुलबाट हिँड्थेँ आजकल चाहिँ परैबाट जान्छु तर त्यो पर चाहिँ कस्तो छ देखाउँथेँ ए ताल आँखामा गाउँ गर्नुपर्ने हो कसरी गर नलगी गर्नु पर्ने धेरै तल देख्दैछ क्या त्यही ओह्रालोमा गराउनु पऱ्यो अब चाहिँ मिल्यो होला जस्तो लागिरहेको हेरौँ वाइड एङ्गल भएर चाहिँ राम्रो देखिन्थ्यो ठिकै छ समातिरहेर अगाडिको डिस्प्लेले तातेर आफै तातिरहेको छ एकैछिनमा हुन त फेर्ने भयो प्योर यो फेर्ने भयो अहिले त अब तेलै यति महँगो छ त्यही भएर बाइकै चलाइएन क्या त्यस्तो कति बजी बाइक चलायो ओए ठोक्यो यार गाडी यार कस्तो त नि अनि साइड हेरेर आउनुपर्छ ओहो यार एम्बुलेन्सले कस्तो गरेको हौ त्यसो छोडेको जस्तो लाग्छ अनि कहाँ यस्तो हाइवेमा अनि गरेको त नि अनि यतिकै कस्तो हो दाइबाट हेरेर त हाल्नुपर्छ गाडी म त ठोक्यो भनेको यार अन्त अब एम्बुलेन्स पनि हतार होला त्यो हतार भनेर चोकमा त हाल्नु भएन नि त चोकमा त अब छन्द लास्टै ठोकिदिन्छ यार गाडी गाडी झरेछ नि यार हामीलाई नरक्दियो हुन्थ्यो हेलो 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 Where are you from? Where are you from? Where are you from? India. India, oh. You are local? हाँ इधर हमारा घर इधर ही हाँ ठीक है चलो उधर चलो कहाँ हेरेर हालेको दाइ त्यत्तिकै चोकमा त्यस्तो चोकमा चाहिँ ख्याल गर्नुपर्छ यार हरन सरन हानेर अब गाडी पहिला खाली अघि पहिला हेरेर हाल्नुपर्छ मलाई लाग्छ डर लाग्छ हो यस्तो चोकमा अझ मान्छेहरूले चाहिँ 90% मान्छेहरूले साइकल चलाउनु नआउँछ साइकल चाहिँ यो यस्तो एक्सिडेन्टहरूबाट बचाउनलाई चाहिँ काम गर्छ है अब सबैले साइकल प्रयोग गर्नु होला मैले चाहिँ त्यस ऐना नहेरे पनि साइडलाई चाहिँ खेलाउँछु ढुक्क कस्तो धन्द यार बिरामी लहर जान लाग्यो धन्दै बिरामी भयो थियो अरू यार स्पिड थियो नि गाडी फेरि हाइवेमा
थ्याङ्क गड कसरी केही भएन भनौँ। म चाहिँ यहाँदेखि ओह्रालो जानुपर्ने हुन्छ। अब म चाहिँ पारि जाने हो, पारि भन्दा पनि दार्जिलिङ जाने हो। म चाहिँ यहाँ चाहिँ बाटो हल्का अप्ठ्यारो छ क्या। अब के गर्नु, जानै पऱ्यो। होइन ब्रेक यस्तो समातिर आएर टायरै छोडेको छैन क्या। यसले त पिकअपै कम भइरहेको, टायर सबै समातिरहेको। यति साह्रो भयो नि ब्रेक यार। त्यसै बेस फाल्यो ओह्रालो हो। जस बेनी बाग्लुङ त सर्टकट बाटो हो क्या यो चाहिँ। टाइम पनि बच्छ अनि टाइम बस्दाखेरि अब पेट्रोल पनि बच्ने हो। थोरै अप्ठ्यारो चाहिँ छ है, त्यही हो। मेरो ब्रेकले गर्दा पनि झन् झ्याउ भयो। थोरै पावर बढाउनु पऱ्यो। यस मलाई चाहिँ अहिले पुलमा चलाइ यस्तो बानी भइसक्यो कि पुरुषसँग डर लाग्यो, आजमा चाहिँ रमाइलो लाग्यो। यहाँ चाहिँ अप्ठ्यारो भयो क्या यो बाटो। अहिले धान रोपेर हिलो बनाइदिन्छ नि त अनि बाटो के बाटो बाटो त म आउनु न यार नेक्स्ट टाइमबाट यार। उही यार यहाँको मान्छेहरूले कस्तो तनीहरू गर्छ त्यति बाटो गाडी बाइक हिँड्छ भने थाहा हुँदा हुँदै पुरै गरिदिएन यार। कस्तो मिठो ठोक्यो हौ। त्यति बाटो राम्रो बनाएको त हुन्थ्यो त अनि उनीहरू पनि हिँड्न पर्छ। भएको बाटो पनि झन् बिगारिदिँदैन। कहाँ ठोक्यो हेर्नु पऱ्यो यार। कहाँबाट आएको बाइकको अहिले तर त्यही हो ब्रेक चाहिँ कमातिर यार हेर्नु पऱ्यो आज। मोबिल पनि फेर्ने बेला हुन लागिसक्यो यस्तो। यस्तो चाहिँ अब मोबिल फेर्छु अनि फेर्छु अनि एउटा चाहिँ मैले त्यो बाइकमा चाहिँ के गरेको छु अनि कस्तो कस्तो गरेको भन्ने चाहिँ एउटा भिडियो बनाउनु पर्ला क्या। अनि मलाई चाहिँ सेतो लाइट हाल्न मन लाग्यो अलिक लाइट, त्यो पनि म छिटै हाल्छु। तर कस्तो ठोक्यो यार। घाम भयो। अनि मेरो बाइकले चाहिँ कतिको माइलेज दिन्छ त्यो पनि म जान्न मन लाग्छ क्या। तर मैले चाहिँ अनुमान गरे अनुसार चाहिँ लगभग त्यही हो 32-33 समथिङ त 35 दिन्छ जस्तो लाग्छ मलाई चाहिँ है। मैले हाले अनुसार चलाए अनुसार एउटा भिडियो चाहिँ त्यसको बनाउँछु कि म कति रहेछ।
अहिलेसम्म त कति हाल्थ्यो अहिले तेल पनि होइन स्टार्ट गर्ने हुन्छ अब त्यहाँबाट भिडियो यही सकिदिन्छु यो अर्को भिडियो चाहिँ अब बाइकको रिभ्यू गरेर अनि त्यसपछि अर्को फेरि माइलेज टेस्ट गरेर एउटा अर्को भिडियो पनि बनाउनु पर्ला खाली भएन अहिले चाहिँ त्यही हो तेल महँगो छ अनि बाइक चलाउनु मन लागेन धन्यवाद।